वेलकम टु माई मिनी ब्लग साथीहरू। आज चाहिँ हामी धरहरा घुम्न गएको। काठमाडौँ बसी पनि हामी धरहरा चाहिँ गएको थिएनौँ। यहाँ जानुलाई चाहिँ बाहिर मात्र घुम्नलाई चाहिँ 100 रुपियाँ टिकट लाग्ने रहेछ भने माथि धरहरा चढ्नलाई 200 लाग्ने रहेछ। अन्डर 10 इयर्सको बच्चाहरूलाई चाहिँ नलाग्ने रहेछ। हामी चाहिँ साथी अनि मेरो बाबु हामी तिनजना चाहिँ धरहरा घुम्न गयौँ। यहाँ जानुलाई चाहिँ एकदम राम्रो रहेछ भित्रभित्र है। जान चाहिँ लिफ्टमा जानलाई चाहिँ एकदम लामो लाइन लाउनु पर्ने रहेछ। अनि हामी चाहिँ लाइन लाउन झ्याउलाएर अनि हिँडेर गएको। हिँड्दा त माथि पुग्नु त 20 तला रहेछ है। हिँड्दा थाकेर हामी त त्यहाँबाट त तलतिर हेर्दा त्यस्तो रमाइलो हुँदो रहेछ है। हावा नि सरर लाग्दो रहेछ। हेर्नु त यो लाइन भनेको जम्मै लिफ्टको लागि बसेको कि साथीहरू। हामी त एकछिन लाइनमा बसेको, पछि त हिँडेर जानेलाई लाइन लाग्नु पर्दैन भन्यो। अनि हामीहरू चाहिँ त्यो लाइन बस्ने भन्दा हिँडौँ भनेर हामी चाहिँ अब हिँड्न लागेको छौँ साथीहरू। हेर्नु है, त्यो वरिपरिको दृश्यहरू पनि यस्तो राम्रो छ कि अझै मेरोबाट त राम्ररी खिच्नु पाएन। हामी चाहिँ एकछिन हिँडेर लिफ्टको वेटिङमा बसेर जानु त धेरै बस्नु पर्थ्यो। अनि हामी चाहिँ हिँडेर जाँदैछौँ। अन्त साथी र बाबु चाहिँ अगाडि हिँडिरहेको छ। म चाहिँ साइडमा परेर बाइकमा चढ्दै हिँडिरहेको साथीहरू। हेर्नु कति तल छ, 16मा पुग्यो। हामी फाइनली 20 फ्लोरमा पुग्यौँ। अनि हेर्नुहोस् त काठमाडौँ कति राम्रो देख्छ। मौसम पनि त्यस्तै सफा थियो कि हामी जाने दिनमा चाहिँ। वरिपरि हेर्नुहोस् त कस्तो राम्रो दृश्यहरू छ। मान्छे नि यति भिड होइन साथीहरू। हामी त जाँदै सासै फुलेको नि मेरो त साथीहरू। हेर्नु त कति राम्रो देख्छ। पुरै काठमाडौँ देख्छ हौ साथीहरू। हजुरहरू पनि एकचोटि जानु होला, यस्तो राम्रो देख्छ कि। गर्मीमा माथि धरहराको टुप्पोमा बस्दाखेरि त क्या आनन्द आउँदो रहेछ साथीहरू। हेर्नु त हामी त एकछिन बस्यौँ अनि फोटोसोटो खिच्यौँ। हेर्नु यो यस्तोरी खिच्दाखेरि त यता त लास्टमा त मैले त बोइ मात्रै खिचेको रहेछ कि साथीहरू। हेर्नुहोस् त। ल है त हजुरहरू पनि आउनु होला, घुम्नु होला, आफ्नै ठाउँलाई माया गर्नु होला। अन्त जाने भन्दा पनि आफ्नै ठाउँलाई माया गर्नु होला है साथीहरू। ल बाई।